गाविस गयो भने नगरपालिकामा एकचोटि सोधेर आऊ भन्छ, नगरपालिका गयो भने गाविसमा सोध भन्छ उहाँहरूले। अब जाने चाहिँ कहाँ त? बनाउन जस्ता फलमहरू भए पनि अलिकति दान गर्दा चाहिँ विनम्र अनुरोध गर्दछु। नमस्कार सबैजनामा नमस्कार। म ठेचो डोजोबाट राम भर्जन। अब खासै भन्नुपर्दा चाहिँ आजको यसमा भन्नुपर्दा चाहिँ हामीले चाहिँ एउटा के भन्नु खोजेको भने सबैजनामा एउटा समाचार जस्तै हैन, एउटा सूचना जस्तै के भन्नु लाग्यो भने हामीलाई अहिले एकदमै समस्या छ। यी नानी बाबुहरूलाई हामीलाई हैन अब सबैलाई धेरै समस्या भएको कारण अब त्यही तपाईहरुमा यो एउटा सूचना पुगोस् भन्ने मेरो चाहना। यहाँ मात्रै हैन, हाम्रो यो ठेचो गाविस यो हाम्रो महानगर नगरपालिका हैन सबैमा चाहिँ एउटा सूचना पुगोस् भन्ने एउटा हेतुले चाहिँ यो हामीले यो भिडियो सानो खिच्दैछौँ। यहाँ सबैभन्दा धेरै समस्या चाहिँ के भन्दा मैले पटक पटक अब यता हाम्रो वडा कार्यालयमा हैन एउटा हाम्रो म्याट चाहियो भनेर मैले 2-4 चोटि चिठी बुझाइसकेको छु। अनि जस्तो यो डोजो बनाउनु पर्यो भनेको छु। अब डोजोमा यो डन्डीहरू सबै खिया लाएर सिधिसक्यो हैन, जस्ताहरू पनि सबै बिग्रिसकेको छ। असारमा हामी यहाँ पानी परेर यो पानी छिरेर खेल्नै नहुने हुन्छ। यसको लागि चाहिँ मैले धेरैचोटि पहल गरेको छु। हामीले चाहिँ अब खोइ अब हामीलाई नै हामी मान्छे नगर्ने हो कि उहाँहरूले हैन, अब न हामीलाई अलिकति तलै पेलेको हो कि के हो यो चाहिँ हामीले बुझ्न सकेको छैन। अब गाविस गयो भने नगरपालिकामा एकचोटि सोधेर आऊ भन्छ, नगरपालिका गयो भने गाविसमा सोध भन्छ उहाँहरूले। अब जाने चाहिँ कहाँ त? अब हाम्रो यहाँ वडा अध्यक्षज्यू कहाँ नगइकन, मेयर साहब कहाँ नगइकन अब के हामी अब उता लवनीखेलतिर वडा कार्यालयतिर जानु पर्यो कि? आफ्नैले त हेर्दैन भने अरूले कसले बनाइदिन्छ त हाम्रो यो डोजो? हामीलाई अरू केही पनि छैन, दाल भात मागेकै छैन हामीले। हामीलाई त मात्र एउटा डोजो चाहिँ एउटा राम्रो ठाउँमा निर्माण गरिदिनु भएर अब जस्तो अब बाटोको लागि भन्नुभएको छ उहाँहरूले, बाटोको लागि भनेर वास्तव नगरे पनि हुनसक्छ, यो हामी बुझ्छौँ कि बाटोको लागि भए ठिक छ उहाँहरूले बनाइदिनु भएन। पछाडि 10-15 फिट जाने ठाउँ अझै छ होइन। अब यो अलिकति यो अगाडिको भागहरू अलिक भत्काएर पछाडि पनि सार्न सकिन्थ्यो डोजो। खै हामीलाई चाहिँ यस्तो लाग्छ उहाँहरूको मनमा के छ त्यो चाहिँ थाहा छैन हामीलाई। त्यसकारण अब सबैजना भएर कसले सक्नुहुन्छ यो समाचार चाहिँ त्यहाँ पुर्याइदिनु भएर यो डोजो चाहिँ पुनर्निर्माण अलिकति गरिएर यो डोजो बनाइदिनु पाए त भोलिको लागि सबैको लागि हुने, यो ठेचोलाई नै हुने हो नि। म आफ्नै व्यक्तिगत यहाँ के छ मेरो 1 रुपैयाँ लगानी भएको छैन मेरो व्यक्तिगत तर्फबाट चाहिँ। हामीले भनेको लगानी भनेको आउने सरसफा गर्ने एउटा दुईटा जस्तो पाता बिग्रेको फेर्ने, त्यही हो। फेर्दा पनि कति फेर्नु त? यता फेरि यता चुइन्छ, यता फेरि यता चुइन्छ, यो बनाउनु नसक्ने भइसक्यो मैले। त्यही भएर चाहिँ अब यो समाचार चाहिँ सबै ठाउँमा पुगेर हैन उहाँहरूसम्म पुर्याइदिनु भएर यो डोजो एउटा चाहिँ बनाइदिनु भन्ने चाहिँ मेरो चाहना हो। अरू त केही पनि छैन। अब खेलाडीहरू छन्, यति धेरैजना खेलाडीहरू छन्, यिनीहरूलाई छोडिदिनु कि यिनीहरू सबैजनालाई छोडिदिनु पर्यो? चटक्कै छोडेर माया मारेर म घरमा सुतेर बस्नु पर्यो दिनभरि? अब के हो नि कि यी नानीहरूको भविष्य यति नै छोडिदिएर जानु पर्यो? मैले यो पहिला पनि पोस्ट भइसकेको छ एउटा भिडियो हैन, उहाँले हामी यहाँ स्विमिङ खेलेको भिडियो पनि पोस्ट भएको छ एउटा। अब कसले हेर्नु भएन मलाई थाहा छैन हैन। हेर्नु भएको जतिले राम्रो मलाई समाचार पनि दिनुभएको छ, कमेन्ट भन्छ कि त्यो भन्नुभएको छ हैन। अब यसरी नै यसलाई पनि एउटा राम्रो बनाइदिनु पाए अब भोलि दाइहरूले अगाडि बनाएर राख्नु भयो, हामीले खेल्नु पायौँ, हामीले बनाऊँ, फेरि अरू बच्चाहरूले खेल्नु पाउँछ त पछि। यो ठेचोबाट भागेर कहाँ जान्छ त डोजो? यो कहीँ भागेर जान्छ भन्नु तपाईँहरूले भन्नु एकचोटि। यो ठेचो डोजो राम्रो बनाएर राख्यो भने कहाँ सरेर जान्छ, कसले उचालेर लान्छ होला? मैले मेरो घरको छानामाथि फेरि अर्को त्यो बिसाउनु पक्कै लाँदिनँ होला। यी भुराहरू ठुलो भएपछि यिनीहरूले पनि लाँदैन। लानु भए त पहिलाको दाइहरूले उचालेर लानु सक्नुपर्ने हो। उहाँहरूले छोडेर जानुभयो, हामीले पायौँ, हामीले बनाऊँ, फेरि अरूहरूले पाउँछ भन्ने मात्रै हो मेरो चाहिँ। अब मैले चाहिँ अब अहिले चाहिँ म यति नै भन्छु। अब यहाँहरू सबैजनाले सहयोग गर्नु होला हामीलाई भन्दा नि यो ठेचोलाई नै सहयोग गरेको हुन्छ कि हामीलाई मात्रै के हो त? यो हामी त आज छ भोलि छैन, यो सदा सर्वदा यो रहिरहोस् भन्ने मेरो चाहना।
सदा सर्वदा यो हाम्रो यो गेम खेल्ने ठाउँ यो गेमै भइरहोस्। अनि त्यो लगायत अरू कार्यक्रमहरू गर्छन्। यहाँ अब कोहीको मान्छे बितेर भोजहरू गर्ने नहुँदाखेरि पानी पर्छन्, कोही राम्रै काममा पनि पानी परिदिन्छ, त्यो बेलामा पनि यहाँ गर्नु पाऊँ कि सबैजनाले। यो डोजो भनेको डोजो मात्रै होइन, सबैजनाको हो कि यो। यहाँ नराम्रो भन्दा राम्रो काम बाहेक राम्रो काम सबैले गर्नु पाइयो, हो कि भन्नु न, सबैजनाले भन्नु होइन, सबैजनाले मलाई थोरै सहयोग गरिदिनु। अब के गर्नु, म एक्लैले के गर्नु सकिन्छ यत्रो ठाउँमा? अहिले हिसाब गर्ने भने एउटा इँटाको कति छ, एक पाता जस्ताको कति छ, 1 किलो फलामको कति छ यहाँ, त्यो कसरी गर्न सकिन्छ? त्यसकारण यो मेरो व्यक्तिगत होइन, हामी सबैको भन्छु म। तर अरूहरूले कतैबाट त यो रामको भन्ला, यो श्यामको भन्ला, आफ्नै ठाउँमा छ। तर यो चाहिँ हाम्रो हो भन्छु कि म चाहिँ, हाम्रो, हामी सबैजनाको, हामी सबैजना मिलेर यसलाई राम्रो एकचोटि बनाऊँ। पटक बनाउनु नपर्ला, एकचोटि बनाएर राखौँ, फेरि बिग्रिन्छ, थोरै मर्मत गर्दै यसलाई चाहिँ सिँगार्दै जाउँ भन्ने मेरो चाहना। अनि मेरो यो एउटा होइन आफ्नै मनले भनेको यो होइन, मेरो मनको कुरा। अनि सबैले देख्नु पनि भयो होला, कता कहिले डोजरले हान्दिने, कता कहिले बसले हान्दिने। अस्तिको पालि पानी परेर पछाडि सबै चर्किया छ, सिल मेडल यहीँ राखेको थियौँ, हाम्रो यो मन्दिर हो यहीँ राखेको थियौँ। अब मन्दिर भयो भन्दैमा यहाँ सबै कुरा यहाँ राख्नु भएन, मन्दिर एक दिन भत्केला, अनि मान्छेको भविष्य पनि त्यसले नै सोरेर लान्छ भनेर हामीले घरमा लगेर राखेका छौँ। अहिले चाहिँ मलाई त्यो यहाँ राख्नु पाउँदाखेरि म यहाँ दिउँसो पनि सुत्दिन्थेँ टाइममा। यहाँ जस्तो निद्रा मलाई घरमा पनि लाग्दैन। मलाई यहाँ एकदम यो मेरो ठाउँै यो भइसक्यो जस्तो भयो कि। त्यही खै मलाई बानी लाग्यो हो कि अहिले मेरो बानी नबुझ्यो हो कि, त्यही अब एकचोटि सबैजनाले सहयोग गरिदिनु। अन्तिमचोटि हो, म पटक भन्दिनँ, यो मेरो आफ्नै भएको भए कसैले मलाई सहयोग गर्नु पर्दैन, म खान्न पाएर बाटोमा लड्दा पनि गर्नु परेन। तर यो हामी सबैको हो, हाम्रो ठेचोकै हो। जहाँकोले पनि आएर ट्रेनिङ गर्नु पाइयो कि, जताकोले पनि आएर ट्रेनिङ गर्नु पाइयो, जता गेम हुँदा पनि हामी जानु पाइयो, हो कि भन्नु त। सबैजनाले मलाई सहयोग गर्नु होला। मेरो अन्तिम भनाइ यो गर्दै यहाँहरूबाट बिदा हुन्छु। नमस्कार। नमस्ते सबैलाई। म युनिक थापा, टेसिनकाई डोजो ठेचमा रहेका हाम्रो डोजोमा सिक्ने एक शिष्य म। यहाँ चाहिँ हाम्रो डोजो चाहिँ धेरै पुरानो भइसकेको छ। यो डोजोको अवस्था चाहिँ भत्किनै आँटेको छ। असार महिनामा पनि धेरै पानी पर्छ र भित्र सबै पानीहरू आउँछ। दिनभरि हामीले ट्रेनिङ गर्न पाउँदैनौँ। यो डोजोमा पानी सफा गर्छौँ र फेरि घर जान बाध्य हुन्छौँ। बाहिरको कुलोको पानीहरू पनि यहाँ डोजोभित्र आउँछ र हामीले सफा गर्न पनि धेरै गाह्रो हुन्छ। यहाँ हाम्रो डोजोमा चाहिँ जस्ता फलामहरू सबै बिग्रेर भत्किन आँटिसकेको छ। हाम्रो भविष्य पनि यही डोजोले बनाउने हो। हामी बाल्यकालदेखि नै यहाँ सिक्दै आएको, हाम्रो उज्जवल भविष्यको लागि सिकेका हौँ। यहाँ हामी सबै विद्यार्थीहरू चाहिँ यहाँ सिक्न चाहिँ बाल्यकालदेखि नै आएका हौँ। यही डोजोले हाम्रो भविष्य बनाउने आशा छ हाम्रो। तर हाम्रो भविष्य बनाउने स्थान नै नभएपछि हाम्रो भविष्य पनि बिग्रिने सम्भावना धेरै छ। त्यसैले यहाँ हेर्नु भइरहेका सबै दर्शकबिनहरूलाई चाहिँ हाम्रो डोजोमा चाहिँ सहयोग पुर्याई डोजोलाई अझै बलियो बनाउन जस्ता फलमहरू भए पनि अलिकति दान गर्न चाहिँ विनम्र अनुरोध गर्दछु। नमस्कार।